हेलो नमस्ते साथीहरू। आज चाहिँ हाम्रो गोदाममा यो नेपाल सोफा हाउसको गोदाममा चाहिँ देख्न सक्नुहुनेछ यत्रो सर्प आएर बसेछ क्या। अहिले सामान निकाल्न आएको होइन। यस्तो लाइट बल्ब पनि मिलेन कतापट्टि यत्रो सर्प आएर बसेछ क्या। कस्तो यसको पुच्छर पनि कस्तो सानो बोधो छ क्या। यस्तो चुच्चो छैन क्या सर्प जस्तो नाग होला सायद। यिनीहरू के हो यो अब चिनेको छैन। यसो हेर्दा करेन्ट जस्तो देख्यो र नि मैले भिडियो बनाएको। अहिले सामान निकाल्न आउँदा फेरि देख्यो होइन। यसो ल कसलाई थाहा छ भनिदिनु होला। अनि यो भिडियो हेरेर यसो कुनै रेस्क्यु टिमहरू हुनुहुन्छ भने टक्क आइदिनु होला। अब हाम्रो अलिकति काम गर्नु पनि असहज भइरहेको छ। सर्प फेरि एकदमै ठुलो छ क्या। यत्रो मोटो छ ऊ यत्रो छ। पक्नुहोस् ल अझै म राम्रोसँग देखाइदिन्छु। यहाँ त भाइ यो टेबल हटाउ त उता लैजाऊ त यसलाई। मेरो मोबाइल फेरि ऊ तल खस्यो क्या। यस्तै डरमा वहाँ गएर बस्यो मोबाइल पनि आउँदो यस्तरी गएर बस्यो मोबाइल झरेर दाइले फोन गर्नु भएको थियो फेरि। यसलाई तान त यसलाई यस्तो यतापट्टि तान न। यस्तो तान त बस यस्तो छ क्या। त्यत्रो हेर उटाउको आम्मामा यतै फर्केछ हो अहिले त। यत्रो पोको परेर बसेको छ। सामान निकाल्नु पर्ने यस्तो छ गठी। सामानहरू कहाँ हो? टेबल यहाँ रहेछ। यो नि होइन यो त यहाँ छ क्या। यो टेबल होला भाइ होइन यार यहाँ छ क्या टेबल कर्नर उता छ क्या यता। त्यही भएर अनि हामीले यो होला होइन यहीँ छ क्या यो कर्नर। ए यही कर्नर हो टेबल। अनि त्यति टेबल यता कता उति होइन। टेबल त्यो होइन यो छ यहीँ टेबल यहीँ। त्यही त यो चाहिँ हो टेबल। यहीँतिर भएर चाहिँ अनि सामान निकाल्नु पर्ने। अब यसरी आएर बस्दैछ छन्। यसरी बस्नु भएको छ केही गर्नु मिलेन। गाह्रो छ है त।